गुड मर्निङ सबैजनालाई है। मेरो ग्रिन हाउस चाहिँ फाइनली अब यहाँ अलिकति रहेको छ, यो साइड मात्रै है। नाम चाहिँ अलमोस्ट बनाएर सक्यो। अब आज चाहिँ यहाँनिर अलिकति मल उसारेर लाउनु पऱ्यो भनेर है, पानी बनाउन खास यहाँ पानी लाउन आएको नि त। म चाहिँ पाइप पुरा फुटेछ नि त, यो सेतो खालको पाइप चाहिँ फुटिहाल्दो रहेछ नि त जोगाउँदा जोगाउँदा पनि। सो अब यसमा चाहिँ आज चाहिँ अलिक मल लगाउँछु है। अनि त्यहाँ मल लगाइसकेर है, यो खनिसकेर चाहिँ टमाटरको नर्सरी लाउनु पर्ने हुन्छ मैले हो। अनि खर्सानी पनि लाउँछु, अलिक ढिलो भयो खर्सानी खासै है। बिउ लाउनु पनि केही छैन, भए पनि आइहाल्छ, छिट्टै उम्रिहाल्छ है। अनि अहिले चाहिँ अब म चाहिँ यस्तो हालत भइसक्यो मेरो ब्रोकौलीको, हेर्नुहोस् त। अब यसको चाहिँ म है फ्रेस यस्तो भइसक्यो सब्जी। साह्रै ठुलो हुनु लाउँ भन्दा पनि फेरि यहाँ स्पेसै छैन भोलिपछि हो। उठि गयो ब्रोकौली। बन्दाकोपी त छ हो, त्यहाँ फुटेको उसले हेर्नु नि, यहाँ पानी पोसै आउँदैन रहेछ। खोर्सानीमा अलिक लगाउँ भनेको। मेरो चाहिँ भर्खर गुड मर्निङ हुँदैछ है। अलिक उठ्न ढिलो भयो आज चाहिँ। आउनु चाहिँ यहाँनिर पानी लाउनु पऱ्यो भनेर आएको नि खासै ग्रिन हाउसमा। अनि पाइपै फुटेको भएर हुँदैन स। एउटा काम चाहिँ भयो हो, ग्रिन हाउस चाहिँ बल्ल बल्ल अलमोस्ट सक्नु आँट्यो। तर मेरो लसुन चाहिँ आज यो खुवाउने टाइम भएकै छैन नि त हो। यस्तोमा कसरी याद हुन्छ भने चाहिँ लसुनको चाहिँ यस्तोमा यस्तो डाक्लामा उयो आउँछ नि, त्यसो गाँठो जस्तो आउँछ कि। यहाँ भर्खर आउँदैछ हेर्नुहोस् ल। यहाँ गाँठो लसुन सानो गाँठो आउँछ। यस्तो गाँठो पऱ्यो भने चाहिँ छिप्पिएको भन्छ नि त हो, उखाल्ने टाइम हुन्छ भन्छ कि। अनि यहाँनिर रहेछ यसको चाहिँ हो, यस्तो गाँठो कोही आएकै छैन हो। अनि ग्रिन हाउस बनाउँदाखेरि चाहिँ सबै अब हिँड्नै पर्छ हो, बाटै छैन, नभए अप्सनै छैन नि त। सो यस्तो भइसकेको छ। कुचेर बिउ राख्नुपर्ने थियो मेरो हो। अब चाहिँ हामी चाहिँ खाजा खाएर काम त निस्किनु आँटेको है। आज चाहिँ सब्जीमा छ मिक्स भेजिटेरियन, मैले सबै मिसाएर आगोले बनाएको सब्जी चाहिँ। अनि हिजोको खोर्सानी पनि त छ हो। सो कोही कोही बेला चाहिँ हुन त अब यो अनहेल्दी नखानु भन्छ, तर पनि खाइसक्दैन है। अनि यो चाहिँ नि मैले डल्ले खोर्सानी, बोतलको डल्ले खोर्सानी एउटा लगायो, मिक्स गर्यो है। यस्तो चाहिँ कस्तोसँग मिठो हुन्छ भने चाहिँ यस्तो हरियो सब्जीहरूसँग चाहिँ कोही बेला यसरी चटनी यसरी बनाएर खानु चाहिँ एकदम मिठो हुन्छ है। हजुरहरू पनि ट्राई गर्नुहोस् है त एकखेप। ठिक हो, चापा गर्दा पनि एनर्जी लस भयो। बारी हुँदैछ। म चाहिँ यहाँ फिलहाल अदुवा रोप्नु लागि है, यो बिउ उयो गर्दैछु है, रोप्दैछु। अलिक ढिलो चाहिँ भयो, केही छैन भए पनि है। हरेस जिन्दगी आछो रे आछो। तिन गाह्रो सानो सानो भए पनि अदुवा रोपेर सक्यो। अझै छ। चाहिँ एकछिन थाकेर बसेको, रेस्ट गरेको है। हप्टिँदा कप्टिँदै आँखा पनि सुन्ने कस्तो भइसक्यो हो। झाडु खाल्नुपर्छ, हातहरू यस्तो हुन्छ है बस्तीमा काम गर्नेहरूको चाहिँ। पर्मानेन्ट नेल पलिस किन्नु पनि पर्दैन बजारमा गएर, अलिकति बारीमा गएर निस्केमा यसरी भइहाल्छ है। भालुगा जस्तो भइरहेछ झाडु खाल्दाखेरि नि यस्तो भएको, कक्कै भइरहेछ। एकछिन बसेको। अब फेरि अलिक शीतल भयो, अब फेरि काम स्टार्ट गर्छौँ। सक्ने हुँदैन है, कहिले सक्दैन। अनि हामीले 3 गाह्रा जस्तो चाहिँ रोपिसक्यो हो। 3 गाह्रा जस्तो चाहिँ रोपिसक्यो। अब अझै छ है। हेर्नुहोस् न, यो अदुवाको टुसा हेर्नुहोस् त, यो पुरा निस्केछ, माया लाग्दो है। रोप्ने टाइम भइसकेछ। अब यसलाई चुटाएर रोप्नुपर्छ होला नि त, यसरी भचारै यसरी टुसा आएको रहेछ हो। एकदम घाम पनि यति साह्रो चर्को लागेको छ आज चाहिँ, टाउको पनि पुरा दुख्दैछ घाममा बेसी काम गरेर पनि होला है। अनि अब अलिक शीतल हुँदैछ हो यसरी। अब कुनै हामीलाई मैले त अब याद छैन कसरी रोप्छ अरूहरूले है। यो चाहिँ मेरै आइडिया लगाएको नि त, मेरै दिमागले रोपेको हुनु।
यसरी बचाएर अब चाहिँ यो गाडामा रोप्नु आँटेको। आजको काम चाहिँ यतिमै राखेको है, अदुवा चाहिँ यतिमै रोक्छ। आज त खाजा पनि छैन, भोकले पुरा साह्रो पऱ्यो। अब चाहिँ आधी मात्रै खन्छु, आधीमा राख्छु है, भोलि खन्छु। सकिएन खन्न, पुरा थाक्यो। कोपी सँगसँगै मकै पनि छरेको नि त यसमै है, अब गएर सफा गर्नुपर्छ। ल है साथीहरू, सक्यो। अब चाहिँ बल्ल बल्ल रात पनि पऱ्यो। बारीमै आज त 5 बजे हामी बुढाबुढीले है गाराङ गुरुङ पनि चल्न थाल्छ आज त। सो अब चाहिँ फर्केको। आजको भ्लग चाहिँ यति नै। आशा गर्छु हजुरहरूले मन परिदिनुहुन्छ भनेर है, यसरी नै माया गरिरहनुहुन्छ भनेर। सो बाई बाई।